हेलो साथीहरू, के छ सन्चै हुनुहुन्छ? आज म हजुरहरूलाई मैले आफ्नो कपालको केयर कसरी गर्छु त्यो देखाउँछु। गर्मी मौसम लाएर टाउकोमा धेरै पसिना आएर कपाल लामो भएर धेरै पसिना आउँछ। धेरै गर्मी अत्याधिक छ चितवनमा। पानी परेको छैन, घाम यति लाग्छ कि आज चाहिँ अलि शीतल नै छ। घाम लागेको छैन, तर घाम नलागायो भने गर्मी धेरै छ, पसिना धेरै आउँछ। टाउकोमा पनि धेरै पसिना आएर कपाल यति छर्न थालेको छ, मुठीको मुठी कपाल झर्छ अचेल मेरो। त्यही भएर पिर लाएर यो चाहिँ मैले बनाएको तेल। म चाहिँ तोरीको तेल चाहिँ कम्तीमा 1 हप्तामा नभए 1 महिनामा एकचोटि चाहिँ लगाएकै हुन्छु सम्झेसम्म। यो चाहिँ मैले तोरीको तेलमा विभिन्न जडीबुटीहरू हालेर बनाएर राखेको। अब यो कपालले कति कपाल झर्नु रोक्छ। यदि रोक्यो भने चाहिँ अर्कोचोटि म तेल बनाउँदा फेरि अर्को भिडियो बनाएर हजुरहरूलाई देखाउँछु तेल कसरी बनाउने भनेर। मलाई चाहिँ कपालको माया लाग्छ, झर्दाखेरि माया लाग्छ, झरेको कपालको एकदम धेरै माया लाग्छ। हाम्रो त गहना सिँगार नै कपाल हो। कपाल बिनाको नारी त नराम्रो नै देखिन्छ। अनि कपाल लामो भएपछि फेरि झर्दाखेरि चाहिँ अनि नमजा लाग्दो रहेछ। मलाई चाहिँ कपाल एकदम पाल्न मनपर्छ। म कपाल काट्दिनँ खासै। मलाई कहिलेकाहीँ कपाल काट्न चाहिँ कुन बेला मन लाग्छ भने यदि मलाई कसैसँग एकदम मन छुनी गरेर चित्त दुखेको छ भने, यदि मलाई कसैले एकदम मन छुनी गरेर चित्त दुखाउनु भएको छ भने अब मान्छे काट्न सकिँदैन अनि गएर कपाल काट्ने बानी छ मेरो चाहिँ। तर त्यो खासै चाहिँ काटिरहन्न म। जब म ठुट्टो बनाएर एकदम छोटो बनाएर कपाल काट्छु त्यतिखेर चाहिँ मलाई एकदम गइसक्यो मान्छेसँग एकदम धेरै हटली पेन भयो भने चाहिँ मेरो कपाल काट्ने बानी छ। नत्र चाहिँ म मेरो कपाल खासै काट्दिनँ। अलिअलि मात्रै टुप्पोहरू चाहिँ काटिरहन्छु, कलर चाहिँ लगाइरहन्छु अलिअलि, नत्र म कपाल काट्दिनँ। मेरो कपाललाई चाहिँ म एकदम धेरै केयर गर्छु किनकि यो कपालसँग मेरो धेरै यादहरू जोडिएको छ। मलाई यसरी तेल लगाएर बसिरहँदा आफ्नो मम्मीको धेरै याद आउँछ। मेरो मम्मी पनि मलाई यसरी नै तेल लगाइदिनुहुन्छ घर जाँदा। सानो हुँदा, अहिले पनि सन्चो नहुँदा मेरो भाइ पनि बिरामी भयो, बेस्तै ज्वरो आयो भने तेल लाउन बस्छ अहिले पनि मम्मीसँग। कपालमा तेल लगायो भने कपालले पोषण पाउँछ, तर धेरै तेल लगाएर गर्मी भएर पनि फेरि अनुहारमा डन्डीफोर आउँछ, टाउकोमा डन्डीफोर आउँछ। हजुरहरू चाहिँ आफ्नो कपालको केयर कसरी गर्नुहुन्छ? म चाहिँ यसरी नै गर्छु। म चाहिँ टाउकोमा तेल लगाएर अब यसलाई 3-4 घन्टा राखेर अनि नुहाउँछु। थ्याङ्क यू।